गाइजहरू वेलकम छ गाइजहरू होइन जाडो महिनामा चाहिँ यस्तै हुन्छ कि हेर्नु है अहिले चाहिँ 6:14 गइसक्यो तर यस्तो हो कि हेर्नु त तर मोबाइलमा झन् साँच्चै नै उज्यालो भन्दा अलिक कम उज्यालो हुन्छ जे भयो नि म वरिपरिको दृश्य देखाउँछु हेर्नु है त हेर्नु त उज्यालो यति सडक बत्ती बलिरहेको होइन म चाहिँ बिहान गाईलाई पर लिन आएको गाई चाहिँ हेर्नु टौगामा है बिस्तारै बिस्तारै उज्यालो हुँदैछ गाई चाहिँ होइन किप वाचिङ है त गाइजहरू मैले चाहिँ पराल ल्याइसकिलो हेर्नु पराल दिनुभयो उहाँले ल्याएको है मैले त्यहाँ भिडियो गरेको थिएँ पराल ल्याइसकेँ अब गाईलाई हालिदिन्छु गाई छैन अहिले चाहिँ यतिको उज्यालो भयो दिनुभयो अहिले चाहिँ यतिको उज्यालो भयो गाई चाहिँ किप वाचिङ गाई चाहिँ पराल हालिदिएको एउटा गाई चाहिँ अल्छी रहेछ हेर्नु त एउटा गाई चाहिँ अल्छी हो क्या हाम्रो हेर्नु त त्यो तलको गाई पराल हाल्दै हेरिरह उठ्नु अल्छी लाएर त्यहाँबाट खाना नि मिले होइन हेरिरह त्यो चाहिँ यस्तो अल्छी हो यतापट्टिको गाई चाहिँ गोबर फालेपछि मात्रै बस्छ नत्र बस्दैन उठिरहन्छ है ऊ चाहिँ गोबरमाथि नै बसिदिन्छ कि त्यस्तो अल्छी हो के पछि गाईहरू मैले चाहिँ बसाल दिइसकेँ के थाहा छ इस्लाहरू अब यही त हो नि काम मेरो होइन अरू यो बाइक के छ होइन चिया पकाएर नि खान लगाइरहेको छु म के पछि गाईहरू चल्लालाई चाहिँ चिया खाना दिएको धन्दै अड्काएन त्यहाँ पानी पनि राखेको उता गाईहरू होइन अब बाहिर निकाल्नु पऱ्यो कि पछि गाईहरू हाम्रो घरतिर चाहिँ बल्ल घाम लगाएको होइन अनि बाहिर निकाल्न पऱ्यो भनेको फेरि रहेनछ घाँस होइन फेरि घाँस काटिराखेर त टाँगी काटेको छु होइन अब टाँगी काट्नु पऱ्यो यो घाँस मिसाउनु पऱ्यो होइन कुटुमेरोहरू अनि अहिले चाहिँ 12 बजी आएको होइन 12 बजी घाम लाग्यो कि हाम्रो घरमा हाम्रो गाउँमा यति एरियामा चाहिँ 12 बजी घाम लाग्यो जम्मा 2 घन्टा लाग्छ घाम 2 घन्टा पछि जान्छ पहिला घाँस काट्यौँ होइन बाहर निकाल्नु पऱ्यो घाममा कि पछि हम सोकर अभी उठे हैं गाइस तो गाइस आज के लिए इतना ही तो थैंक्स फॉर वाचिंग सी यू टुमारो लव यू गुड बाय गाइस